हेलो गाइज, तपाईहरुलाई मेरो छोटो मोटो भ्लगमा स्वागत छ। आज पनि हामी गोर्खालीहरुको ग्रुप देख्नुहुन्छ तपाईहरु सबैले। हामी गोर्खालीहरु अरु सबै तास खेल्ने मान्छे हो, म चाहिँ तास नखेल्ने मान्छे फेरि हैन। आज नै मामा त सधैँ खेल्ने वाला हो, आज चाहिँ मामाले खेल्न पाएन, उता सिटै थिएन हैन। अरु सबै तास खेल्ने वाला हुन्। आज हामी यसो घुमघाममा आएको हो। माइजूले मामालाई देख्यो भने आज तास खेलेको माइजूले मामा हैन, राति पुरा डन्डाले हानेर बाहिर खेदिने, भित्रबाट कुन्टी हाल्दिने है ल। अनि आज मेन कुरा भनेको हाम्रो यान्मी सरले आज कति जित्यो अनि सर? आज यान्मी सरले 500 रुपैयाँ फाल्यो हैन, 500 रुपैयाँ फाल्यो, 200 रुपैयाँ जित्यो हैन। ल यान्मी सरलाई बधाई छ हैन, यान्मी सरलाई बधाई छ। अनि आमाले चाहिँ आज 200 रुपैयाँ फाल्यो, 500 रुपैयाँ जित्यो हैन। आज अनि हामीले आज मामाले हामीले आज उता पार्टी गर्ने भन्ने प्लानमा छौँ। मामा पुरा उता मुस्कान दिइरहेको छ उताबाट गरे हैन। हाम्रो एउटा यो चुतिया भाइ छ उता हावा भाइ छ, त्यसले चाहिँ हामीलाई धेरै तनाव गरेको छ। त्यसले त्यसले पट्टा हान्नुपर्छ अब हैन। ए फाल्ला है, फेरि नफाल्न, फेरि फाल्यो भने दिमाग खराब हुन्छ। यता चाहिँ हाम्रो जोकिङ गरिन्छ हैन। अब चाहिँ हामी यसो रुमतिर लागेको हैन, रुमतिर लागेको अवस्था हैन। यता राम्रोसँग चला, यसले फेरि फाल्यो भने आज त फेरि मेरो काम हर्दा हुन्छ भाइ। हेर फाल्ने हैन, फेरि ठोक्ने काम गर, तिमी फाल्ने काम नगर है। साइकल है हजुर तिमी बरु साइकल फाल, मलाई त्यो चाहिँ मतलब भएन, तर ठोक्ने काम चाहिँ गर्नु भएन हैन। अनि हाम्रो मेन कुरो भनेपछि आज चाहिँ हाम्रो प्लान के छ भनेपछि आजको प्लान हाम्रो भने चाहिँ आज दारूपाटु गर्ने भन्ने प्लान छ। जितेका वालाहरू उता टाउको उता झुकाइरहेको छ हैन। अनि हाम्रो अनि अरू त्यस्तो प्लान छैन। हामी त नखाने वाला होइन, खाने वाला चाहिँ यो भाइले पनि खान्छ हल्का फुल्का हैन, खाइरहन्छ हैन। तर म चाहिँ खाँदैन हैन। तर समाज चाहिँ म बसिदिन्छु, यसो नै बसेर यसो मासु सासु ल्याउँछ, पुरा मासु सासु त खानुपर्छ एकदमसँगले हैन। मासु नखाएर भएन, फेरि हामीले यिनीहरू चाहिँ रौसी खाएर लाँदा पर्छ, हामीले चाहिँ मासु खाएर लाँदा भन्ने उता हामीले मासु खाएर हामीले मासु सकेको हुन्छ हैन। त्यही हो। उता के भने हाम्रो मामाको आज साइकलको चैन खुसै के हो, मामाले उता झुकिरहनु भएको छ। आज मामालाई अरू डर केही छैन हैन। मामालाई डर यति छ कि आज माइजूले आज कति रिसान्छन् भनेर डर लाग्छ मामालाई। मामाले आज हल्का लाग्छ नि त, त्यही भएर मामाको आज डर त्यही छ। मलाई थाहा उता हेर्नु नै मलाई विश्वास नलागे भयो होइन। मामा हेर्नु साइकलको चैनै हाल्नु सक्नु भएको छैन। हेर्नु त साइकलको चैनै हाल्नु सक्नु भएको छैन। हेर म भएको नखाएको बेला त मामाले फेरि चुट्कीमै हालिदिन्छन् क्या साइकलको चैन हैन। यो मान्छे भाइ म चाहिँ बिहे गरेको मान्छे है, फेरि है हामी चाहिँ बिहे गरेको मान्छे। केटी हाँस्यो कि हामीलाई बिहे गरेको एउटा छोरा छ, त्यही पनि फेरि बिहे गरेको छ भन्ने थाहा पाउँदै आउने छ, कोही आउने छौ भने बाटो वेलकम छ है। म तपाईँहरूलाई स्वागत गर्न म तयार छु हैन, राख्न पनि म तयार छु हैन। कसैलाई बिहे गरेको छ भने थाहा छ सबैलाई हैन। फेरि पनि कोही आउने छौ भने उसको लागि वेलकम छ हैन। हाम्रो भाइ चाहिँ यो चाहिँ राणो हो हैन। यसले चाहिँ कि म त फाल्ला नि फेरि हैन। यो चाहिँ राणो मान्छे हो हैन। हामी चाहिँ विवाहित हो, त्यही पनि कोही आउने छौ भने उसको लागि वेलकम छ, हामीलाई नो प्रब्लम हैन। अब हाम्रो बुढीलाई प्रब्लम हो, हामी चाहिँ अब कुरोकानी मिलाइहाल्छौँ हैन। अब बेङ्गलोरको जस्तो सिस्टम हामीले गर्नु भएन। बेङ्गलोर जस्तो सिस्टम अब बेङ्गलोरतिर कससँग लाग्यो भने फेरि उता बरमाला हालेर फेरि स्वागत गरेर उता विवाह गराइदिन्छन् हैन। त्योभन्दा त्यस्तो बेइज्जत हुनुभन्दा कोही छ भने आउनु हैन, वेलकम छ हैन। फेरि यता मान्छे जलाउनेवाला सबभन्दा तपाईँहरूको मेन चिज भनेको यताको मान्छेलाई जलाउनेवाला उता छ, उता देख्नुभयो हैन। उता चाहिँ हाम्रो नेपालीहरूलाई धेरैलाई जलाइसकेको छ उता हैन। मान्छेहरूलाई धेरैलाई 20-25 जनालाई जलाइसकेको छ उता हैन, मैले देखेअनुसार। त्यस्तै छ हाम्रो परदेशी जिन्दगी आज हैन। आज चाहिँ सन्डे दिन रमाइलो गर्नुपर्छ हैन। त्यही भएर यसो नै हेरिदिएको अवस्था। यताको घरहरू हेर्नु हाम्रो नेपाल जस्तै, सेम नेपाल जस्तै छ कि यतातिर नेपाल जस्तै छ कि, अरू केही छैन, सेम नेपाल हो। अरू हामीले केही गर्नु पर्दैन।
यस्तै छ। यी हाम्रो पुपु यता हेर्नु, पुपु यता हेर्नु। अझै हाम्रो पुपु हुनुहुन्छ होइन। हामी चाहिँ अब यसो घरतिर लागेको अवस्था। यताका घरहरू यस्तै हुन्छन् होइन। बाटो पनि सेम हाम्रो नेपालको जस्तै बाटो हुन्छ त्यतातिर हेर्नु। बाटो पनि हेर्नु उता बाटो पुरा कचरा भइरहेको छ यतातिर होइन। यतातिर मान्छे यतातिर पानी पऱ्यो भने चाहिँ यतातिर पुरा बाढी आउँछ। बाढी आएर मान्छेलाई त खतम पार्छ यतातिर होइन। पुरा नालाकुला आएर होइन। त्यही भएर यतातिर पानी पऱ्यो भने चाहिँ पुरा नालाखोला आयो भने चाहिँ पुरै खतम पार्छ। घरभित्र पानी धेरै जान्छ। घरभित्र जान्छ पानी। अनि घरभित्र गएपछि त खतम हुन्छ पानी। राम्रो यतातिर सबभन्दा डर भनेको होइन पानी पऱ्यो भने पुरा पानी धेरै पर्छ कि पऱ्यो भने यता चाहिँ 6 महिना पानी पर्छ, 6 महिना घाम लाग्छ। यतातिरको सिस्टम यतातिरको यस्तै हो होइन। अब हाम्रो नेपालतिर यस्तो हुँदैन होइन। यतातिर चाहिँ हाम्रो 6 महिना चाहिँ पानी पऱ्यो हुन्छ होइन। अनि 6 महिना पानी पर्छ, 6 महिना चाहिँ पुरा घाम लाग्यो, घामै घाम हुन्छ होइन। अनि 6 महिना चाहिँ ओहोरोको। त्यही भएर यस्तै छ हाम्रो यताको कहानी होइन। फेरि साइकलले सब चलाइरहेको छ। साइकल त त्यसलाई साइकल चलाउनै आउँदैन के मान्छेले। जगल्टे भाइ होइन। अब यसको पनि बिहे भइरहेछ अब होइन। अब 2-4 महिनामा बिहे भइरहेछ। यसले को केटी डिसाइड गर्न सकेको छैन। 4-5वटा केटीहरू हेरेछ भन्दा लाग्छ जगल्टे भाइले। त्यो पनि यसको बिहे भयो भने यस्तो जानुपर्छ नि बिहेमा होइन। डान्स हान्नुपर्छ एकदमसँगले होइन। त्यही भएर हाम्रो यस्तै छ पारा हुन्छ। हस् तपाईँले बाई लाइक गरिदिनु होला है।